हेलो साथीहरू, आजको यस भिडियोमा चाहिँ प्रोमेटिक आइडी र प्रोमेटिक पासवर्ड थाहा नभएको खण्डमा कसरी हामीले यसलाई रिसेट गर्न सकिन्छ भन्ने विषयमा रहेको छ। र यदि प्रोमेटिक आइडी थाहा छ र पासवर्ड बिर्सेको छ भने हामी यहाँ गएर फर्गट माई पासवर्डमा गएर चाहिँ सजिलै पासवर्ड रिसेट गर्न सकिन्छ। यदि प्रोमेटिक आइडी थाहा नभएको खण्डमा फर्गट माई प्रोमेटिक आइडीबाट चाहिँ हामीले सजिलैसँग प्रोमेटिक आइडी प्राप्त गर्न सक्छौँ। यदि प्रोमेटिक आइडी पनि र पासवर्ड पनि थाहा छैन भने त्यसलाई कसरी हामीले रिसेट गर्ने, कसरी प्रोमेटिक आइडी र पासवर्ड पत्ता लगाउने भन्ने विषयमा आजको यो भिडियो रहेको छ। र तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ के भनेको छ भने, इफ यु फर्गट बोथ प्रोमेटिक आइडी एन्ड पासवर्ड प्लिज कन्ट्याक्ट प्रोमेटिक कस्टमर सर्भिस। यो प्रोमेटिक कस्टमर सर्भिस लाई चाहिँ हामीले कन्ट्याक्ट गर्नुपर्छ। मैले यसलाई कपी गरेँ र अर्को पेजमा चाहिँ यो पेस्ट गर्छु र इन्टर हान्छु। त्यसरी हान्ने बित्तिकै यो फर्स्ट पेज जापान कन्ट्याक्ट स्पेसिफाइड स्किल वर्कर टेस्ट प्रोमेटिक भन्नेमा जानु होला। यहाँ गइसकेपछि तल यहाँ च्याट सर्भिस छ, एउटा इन्क्वायरी फर्म, र इन्क्वायरी फर्ममा जापानी छ, इङ्ग्लिस छ, र सजिलो चाहिँ इङ्ग्लिसबाटै होला। मैले इङ्ग्लिसबाटै गरेर देखाउँछु साथीहरूलाई। इङ्ग्लिसमा गएर इन्क्वायरी फर्म भर्नुपर्ने हुन्छ। या फुल नेम हाल्नु होला, मैले फुल नेम हाल्छु। अब हामीलाई प्रोमेटिक आइडी थाहा छैन, थाहा नभएको खण्डमा त्यही नामै राख्नु होला। र इमेल एड्रेस, प्रोमेटिक आइडी बनाउँदाको इमेल एड्रेस चाहिँ अनिवार्य रूपमा जानिराख्नुपर्ने हुन्छ। त्यो इमेल एड्रेस हाल्नुपर्ने हुन्छ। मैले त्यो इमेल एड्रेस हाल्छु। टेस्ट नेम एउटा जुन लगाए पनि हुन्छ, मैले यो JFT बेसिकमा लगाएँ। वेयर वुड यु लाइक टु टेक द एक्जाम भनेको छ, जुन देश लगाइनुहुन्छ, मैले नेपाल लगाएँ। तल आउँछु, योर कन्फर्मेसन नम्बर भनेको छ, यो छैन। टेस्ट डेट भनेको छ, यो पनि केही गर्नु पर्दैन। आई वान्ट टु नो प्रोमेटिक आइडी एन्ड पासवर्ड, यसमा टिक लगाउनु होला। र तल आएर यहाँ लेख्नु होला, आई हेभ forgotten my prometric ID and password. Please provide my prometric ID. यति भनेर लेख्नु होला र यहाँ टिक लगाएर यसलाई सबमिट गरिदिनु होला। सबमिट गरेपछि यस्तो आउँछ, यो थ्याङ्क यू, यु हेभ जस्ट सक्सेसफुल्ली कम्प्लिटेड अ फर्म साइट फर्म भनेको छ। र केही समयपछि तपाईँको मेलमा चाहिँ मेल आउँछ एउटा प्रोमेटिकबाट। फर्म सबमिट भइसकेपछि आफ्नो एउटा मेल चेक गर्नु होला। मैले मेल चेक गर्छु। मेल चेक गर्दा यसरी यो स्पेसिफाइड स्किल वर्कर टेस्ट इन्क्वायरी रिक्वेस्ट भन्नेबाट चाहिँ एउटा मेल आएको हुन्छ। तपाईँले देख्नुहुन्छ यहाँ मेलमा चाहिँ यहाँ रिफरेन्स यति दिएको हुन्छ, फुल नेम एन्ड प्रोमेटिक आइडी त्यही नामै हो। मेल एड्रेस, आफ्नो मेल एड्रेस भइहाल्यो। टेस्ट नेम केही पनि होइन, यो जस्ट यो फर्म मात्रै बुझाएको। र यो फर्म बुझाइसकेपछि यो मेल आउँछ र यसै 24 घन्टाभित्रमा चाहिँ यो प्रोमेटिक यो कस्टमर सपोर्ट भन्नेबाट चाहिँ मेल आउँछ। त्यहाँ चाहिँ यो प्रोमेटिक केस नम्बर इज यति भनेर आउँछ। अनि त्यो फर्स्ट लिङ्कमा रिगार्डिङ यो गरी प्लिज क्लिक भनेको यो लिङ्कमा गइसकेपछि हामीले प्रोमेटिक आइडी पाउन सक्छौँ। यसमा गएर नेक्स्ट गर्नु होला, नेक्स्ट गर्नु होला। अनि तल गएर फेरि रिगार्डिङ नोटिफिकेसन फर्म यस गरेर यसलाई यस गर्नु होला। र यहाँ चाहिँ प्रोमेटिक आइडी बनाउँदाको मेल हाल्नुपर्छ। र नेक्स्ट गरेपछि द इमेल एड्रेस यु इन्टर्ड हेज अलरेडी बिन रजिस्टर्ड एन्ड वुड यु लाइक टु सेन्ड द रजिस्टर्ड प्रोमेटिक आइडी बाई मेल भनेको छ। यस गर्नु पऱ्यो। यसमा चाहिँ यो प्रोमेटिक आइडी हेज बिन सेन्ड टु द फलोइङ इमेल एड्रेस, यो यसमा चाहिँ प्रोमेटिक आइडी पठाइसकेको छ। र म फेरि इमेल गएर खोलेर हेर्छु।
आउँदाखेरि यता प्रोमेटिक जापान भन्ने छ, त्यसबाट चाहिँ यहाँ प्रोमेटिक आइडी आइसकेको छ। यसरी प्रोमेटिक आइडी थाहा पाइसकेपछि अब हामी चाहिँ के गर्न सक्छौँ भने फेरि प्रोमेटिक लगइनमा गएर पासवर्ड चाहिँ रिसेट गर्न सक्छौँ। तल गएर लगइनमा गए। अब हामीलाई प्रोमेटिक आइडी थाहा भइसकेपछि फरवर्ड माई पासवर्डमा जानु पर्यो। यहाँ प्रोमेटिक आइडी हालौँ, अहिलेको नाम हाले, फर्स्ट नेम, लास्ट नेम, रजिस्टर्ड इमेल एड्रेस, इमर्जेन्सी नम्बर, हालेपछि ओके गरे र यहाँ सेन्ड गर्छु। यो टेम्पोररी पासवर्ड हेज बिन सेन्ड टु .mail.com मा। अब टेम्पोररी पासवर्ड चाहिँ पठाइसकेको छ कि त्यहाँ गएर हेरौँ मेलमा गएर प्रोमेटिक पासवर्ड टेम्पोररी पासवर्ड यति आएको छ। अब हामीसँग प्रोमेटिक आइडी पनि आइसकेको छ र पासवर्ड पनि आएको छ। लगइन गरेर हेरौँ, यसमा लगइन गरेर हेरौँ है त एकचोटि। पेज डाउन, लगइन, प्रोमेटिक आइडी यो भइहाल्यो र पासवर्ड चाहिँ यो कपी गरेर पेस्ट गर्छु मैले। पासवर्ड पेस्ट गरेँ, त्यसपछि भेरिफाई गरेँ अनि लगइन गरेँ। यसरी चाहिँ हाम्रो लगइन भएको छ है। यसरी नै अब हामीले पासवर्ड र आइडी चाहिँ पत्ता लगाउन सक्छौँ।